आज चाहिँ बिहानैको भ्यू यस्तो खालको छ। यस्तो बाटोहरू हिँडेर चाहिँ हामीले चाहिँ छैन यो तपाईँहरूले चिन्नुहुन्छ यो ओखरले चाहिँ यसरी फल्छ है मन पर्दै होला तपाईँलाई कि छैन यो तपाईँहरूले चिन्नुहुन्छ यो गुड मर्निङ वेलकम ब्याक लप्चनपुर ब्लग। तपाईँ सबैजनालाई मेरो यो च्यानल लप्चनपुर ब्लगमा स्वागत छ। र आज सन्डे चाहिँ अहिलेसम्म पानी परेर चाहिँ भर्खर घाम लागेको जस्तो हुन्छ। जस्तै देख्नुहुँदैछ यस्तो हुँदैछ भर्खर हो। र हाम्रोबाट यहाँनिर यस्तो देख्छ हेर्नुहोस् कञ्चनजङ्घाहरू यहाँ पारि यहाँनिर देखिन्छ। र यहाँ चाहिँ यहाँ मुनि मेरो घर यो देख्नुहुँदैछ छत, यो चाहिँ मेरो घरको छत हो है। र कञ्चनजङ्घा तपाईँले यहाँ देख्नुहुन्छ भने र अहिले भर्खरदेखि घाम लाग्न सुरु भएको छ है। र म चाहिँ कहाँ जाँदैछु भने डोकोसोको बोकेर घाँसमा हो। र तपाईँहरूलाई मेरो च्यानल लप्चनपुर ब्लगमा स्वागत जनाउन चाहन्छु। र तपाईँहरूले सब्सक्राइब गर्नुपर्छ प्लिज मेरो यो च्यानल लप्चनपुर ब्लगलाई सब्सक्राइब गरेर अगाडि बढाइदिनु होला है। र अहिले चाहिँ म जङ्गलतर्फ जाँदैछु र जङ्गलको भिडियोहरू कस्तो हुँदैछ तपाईँ सामु ल्याउने छु है। र हेर्दै गर्नुहोस् लप्चनपुर ब्लग। र हाम्रो बाटोको हालत यस्तो छ। यो अम्लिसहरू हेर्नुहोस् अस्ति काटेको अम्लिसहरू तपाईँहरूलाई देखाएकै छु है। अहिले यत्रो भइसकेको छैन जस्तै देख्नुभयो यत्रो अम्लिसो भएको छ। र जङ्गल जाने बाटो यस्तो छ देख्नु जङ्गल जाने बाटोको हालत चाहिँ यस्तो छ साथीहरू। र के गर्नु यस्तो छ जिन्दगी है। बस्तीमा बसिसकेपछि घाम पानी केही भन्न पाइँदैन। र एक दुई भारी चाहिँ घाँस चाहिँ लडाउनै पर्छ है। त्यस कारणले गर्दाखेरि चाहिँ म घाँसमा जाँदैछु हो। हेर्दै गर्नुहोस् छन् जिन्दगी। र आरू फलेको हेरिहाल्नुहोस् हो। आरू फल्दैछ हल्का बाटोको हालत त्यस्तो छन् के गर्नु। पनि हामी जानै पर्छ है। आज चाहिँ सन्डे है। र सन्डे चाहिँ अलिक टाइम हुन्छ। अरू बेला चाहिँ म ड्युटीबाट आएर घाँसहरू काट्दा चाहिँ धेरै नै टाइम गइसकेको हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई मैले भिडियो बनाउन सक्दिनँ है। आज चाहिँ म सन्डे अलिक फ्री नै हुन्छ र तपाईँहरूलाई जङ्गलतर्फ लाँदैछु है। हेर्दै गर्नुहोस् ल। यो देख्दै गरेको तपाईँले देख्नुहुँदैछ नि यो सबै धुपी मैले रोपेको। यो अस्ति गाडी भएर झारिदिएको हेर्नुहोस् नि हो। आज चाहिँ तपाईँहरूलाई जङ्गलतर्फ लगेको कारण चाहिँ जङ्गलमा के छन् देखाउँछु ल। हेर्दै गर्नुहोस् है। हेर्दै गर्नुहोस् रातभरिको पानीले चाहिँ पानी बन्द भयो क्या हो साथीहरू। बर्खा लागिसक्यो भन्छ है। पानीको समस्या छ। पानीको समस्या हाम्रो पानीको ट्याङ्की चाहिँ हो। पानी चाहिँ सानो हुँदो रहेछ क्या हो। धुप्पीहरू हेर्नुहोस् अस्ति रोपेकै देख्नु है ओखर। हाम्रो चाहिँ यो एरियामा चाहिँ ओखर धेरै हुन्छ क्या। ओखर चाहिँ धेरै हुन्छ पुरा फलेको पनि हुन्छ। तपाईँले ओखरको फल लागेको देख्नु भएको छैन है। म देखाउने छु है। र बेला जङ्गल आयो हुन्छ है। बाटोहरू बन्द भइराखेको हुन्छ। त्यस कारणले गर्दा सफा गर्दै हिँड्नुपर्छ हो। देख्नुहुँदैछ यो देख्नु ओखरको बोटी हो यो है। ओखर चाहिँ फल्नु चाहिँ सानै बोटमा पनि फल्छ क्या। यसलाई तपाईँलाई देखाउँछु म ओखर कतिको फलेको छ भन्ने हेर्नुहोस् त। ओखर चाहिँ फल लाग्दा चाहिँ कसरी लाग्छ है। तपाईँहरूले
सुकेको ओखर मात्रै देख्नु भएको नि त होइन र सो ओखरको फल चाहिँ कसरी लाग्छ भने तपाईँलाई थाहा छैन है यस्तो हुन्छ यो ओखरको फल ए यो चाहिँ ओखरको बोट है पत्ता यस्तो हुन्छ र ओखरले चाहिँ यसरी फल्छ देख्नु भाइ माथि माथि फल्छ तर यहाँ चाहिँ अब हाँगाउँदो आएकोले गर्दा यतातिर फलेको छ माथि माथि मात्रै हुन्छ यो फेरि यो ओखर टिप्ने सिजनमा चाहिँ डरलाग्दो के हुन्छ त सिन्दुरे भन्ने हुन्छ फेरि हो त्यो सिन्दुरे चाहिँ जिउमा बिज्यो भने चाहिँ हड्डी सड्डी मकाइदिन्छन् भन्छन् हो र त्यहाँ मैले यो चाहिँ जङ्गल है जङ्गल हो सबै जङ्गल हो हेर्नुहोस् त है जङ्गल एरिया म जङ्गलभित्र छिरिसकेको छु है यसो ढुङ्गाहरू यता ढुङ्गाहरू छ है बाटोमा हो हेर्नुहोस् यो चाहिँ मैले जङ्गलमा रोपेको नास्पति हेर्नुहोस् त यसमा फलेको छ पुरा फलेको छ यसो जाने हो ऊ माथितिर हेर्नुहोस् नि यस्तो फलेको छ देख्नु माथि माथि देख्नुभयो यो चाहिँ मैले जङ्गलमा रोपेको चाहिँ बेसी भएको छैन 5-6 साल भयो होला कि यो चाहिँ मैले आफू खानु लागि भनेर चाहिँ रोपेको होइन है हाम्रो यहाँनिर साह्रै बाँदरहरू आउँछ यहाँ माथि हेर्नुहोस् यस्तो डरलाग्दो भिर छ ढुङ्गा यस्तो कोप्रो ढुङ्गा छ त्यहाँनिर चाहिँ बाँदरहरू आएर बस्छ है साना साना नानीहरू बाँदरको लिएर आउँछ र तिनीहरूले खाओस् भनेर चाहिँ मैले यो चाहिँ जङ्गलमा रोपिदिएको हेर्नुहोस् है रोक्छ हो अनि यो मात्र होइन यहाँनिर हेर्नुहोस् यहाँ आरुचा देख्नु है योपालि फलेर पनि सकिसक्यो यो आरुचा चाहिँ योपालि अस्ति फलेर पनि सकिसक्यो र यस्तो भइरहेको छ मैले अस्ति ओखरको पुरा छ नि त बोट त्यसले गर्दाखेरि ओखरको हाँगा झारिदिएको क्या झारिदिएको चाहिँ त्यहाँ लागेछ र चाहिँ त्यस्तो भइरहेछ हो यतातिर हेर्नुहोस् यो जङ्गलमै धुप्पी यो पनि धुप्पी रोपेको मैले हो यसरी धुप्पी देख्नुभयो यस्तो यो गगुनी हेर्नुहोस् यिनीहरू जङ्गलमै अब हो र हाम्रो पानीको चाहिँ माथि छ हेर्नुहोस् यत्रो ढुङ्गा पल्टेर आएको थियो देख्नुभयो ढुङ्गाहरू खतरा खतरा पल्टेर आएको छ यहाँनिर देख्नुभयो डरलाग्दो ढुङ्गाहरू छन् हो देख्नुभयो आज चाहिँ धेरै टाइम बाद जङ्गल पसेको घाँस काट्नु हो यस्तो घाँस चाहिँ के हुन्थ्यो अब यस्तो यस्तोमा छ नि है यसलाई काट्नुपर्छ आर्चाको बोट देख्नु है यो चाहिँ आर्चाको बोट चाहिँ यत्रो भएको चाहिँ पुरा फलेको थियो सबै झरेर केले खायो होला मन परेको छैन बस्तीको त त्यति मन पराउँदैन सहर बजार पशुपालन गर्छ है साथीहरू देख्नुहुन्छ होला हो बाटो घाँस चाहिँ हेभी पलाएको छ देख्न सक्नुहुन्छ है जङ्गल हो यतातिर पनि मैले रोपिदिएको छु यो चाहिँ धुप्पीहरू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले देख्नु है निङ्ग्रो हेर्नुहोस् न निङ्ग्रो यस्तो हुन्छ निङ्ग्रो देख्नु है यो चाहिँ देख्नु निङ्ग्रोहरू घाँस र सबै र तिउलो खालको रहेछ घाँस यो चाहिँ खाँदैन बोक्नुको भारी खान्छ हिलो हुन्छ क्या मान्छेहरूले घाँस अटल पटल काटेर हो
यस्तो यहाँ सानो ओहो चाहिँ उम्रिँदै यहाँ त अप्ठ्यारो छ यो चाहिँ ऐसिलोको बोट त्यस्तो हुन्छ है ऐसिलोको बोट देख्नुभयो यहाँ कता च्याउ उम्रिन्थ्यो उम्रेको रहेनस् यो सबै मैले रोपेको उत्तिसहरूदेखि लिएर निबाहरू है देख्नुहुँदैछ तपाईँले सबै मैले रोपेको हो तेरो देख्नुहुँदै होला है यस्तै छ जिन्दगी घाम लागेर मजाले उख्रियो भने चाहिँ सुक्यो भने चाहिँ घाँस चाहिँ यहाँ त दामी रहेछ हेर्नुहोस् त है आम्बो घाँस हो यस्तो बाटो हेर्नुहोस् है यो सबै निङ्ग्रो हुर्केको निङ्ग्रोहरू हो देख्नुभयो है सबै हुर्केको यिनीहरू धुप्पी यतातिर पनि रोपिदिएको छु धुप्पी यतातिर देख्न सक्नुहुन्छ तपाईँहरूले है ऊ माथि चाहिँ हाम्रो घरको आप्पाले पूजा गर्छ त्यहाँ माथि चाहिँ यो उत्तिस हेर्नुहोस् न कस्तो डरलाग्दो छ उत्तिस अन्त हो यी ओखरको बोट यस्तो हुन्छ सानोमा हेर्नु है ओखरको बोट चाहिँ यस्तो हुन्छ है साथीहरू ढुङ्गै ढुङ्गा छन् हो यस्तोमा चाहिँ हामी हिँडुल गर्छौँ है यो चाहिँ 68 सालमा आएको पहिरोले चाहिँ दामी यस्तो ल्याएको देख्नुभयो है अघि तपाईँहरूले भाङ्रे सिस्नो देख्नु भने यो चाहिँ पातले सिस्नो यो चाहिँ सब्जी खान्छ हेर्नुहोस् ल यो चाहिँ अहिले बर्खामा यस्तो हुन्छ कि भोलि पर्सि हिउँदोमा चाहिँ दामी हुन्छ यो चाहिँ पातले सिस्नो हेर्नुहोस् त यो चाहिँ सब्जी खान्छ हो अब यो अलिक पछि चाहिँ साथीहरू फुलको सिजनमा चाहिँ फुलको सिजन फुल भन्नाले के को फुल भन्ने सोचिरहनु सिस्नोको फुल हो यसले डरलाग्दो चिल्छ फेरि यसले चाहिँ यो पातले सिस्नो चाहिँ यो चिल्छ डरलाग्दो सिस्नो चाहिँ सबैले चिल्छ चिल्नु चाहिँ तर पातले सिस्नो चाहिँ खतरा चिल्छ है साथीहरू धुप्पीहरू यस्तो भएको छ अब देख्नुभयो अब यो चाहिँ हाम्रो यहाँमाथि चाहिँ पानी बनाउनु जाने बाटो देख्नुभयो यो बाटोबाट हामी गएर पानीहरू बनाएर आउँछौँ है यो जङ्गलतिर यसलाई चाहिँ के भन्छ या तल दुधेलो हेर्नुभयो दुधेलो कुरो देख्नुभयो होला है यो तपाईँहरूले जुन चाहिँ यो झिलिङ्गे देख्दैछ यो चाहिँ भलाएको रुख हो यो चाहिँ भाङ्रे सिस्नो
हो भाङ्रे सिस्नो है साथीहरू यो हेर्दै गर्नुहोस् ल के रहेछ जङ्गलमा मन पर्दै होला तपाईँलाई कि मन परेको छैन बस्तीको त त्यति मन पराउँदैन सहर बजारको चाहिँ मन पराउँछ है र तपाईँहरूले भिडियो मन पऱ्यो भने चाहिँ एकदम सेयर गरिदिनुहोस् है साथीहरू र सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब पनि गरिदिनुहोस् मेरो यो च्यानल लप्चुम्रो ब्लगलाई र भाङ्रे सिस्नो देखिहाल्नु होला यस्तो हुन्छ हो अब म चाहिँ तपाईँलाई यतातर्फ लाँदैछु हेर्नुहोस् ल घाँस कति कति हुँदैछ हेर्नुहोस् ल जङ्गलमा है देख्नुभयो बाटै छैन यो सबै बाटो है हेर्नुहोस् घाँस बाटो चाहिँ यस्तो देख्नु है यस्तो बाटोहरू हिँडेर चाहिँ हामीले चाहिँ तपाईँहरूले छुयो भने चाहिँ भलालाई चाहिँ तपाईँहरूले छुयो भने चाहिँ भलाए चाहिँ फेरि कसलाई लाग्छ होला यादै होला मलाई त हतपत्त लाग्दैन र पनि कतिलाई चाहिँ भलाइ लाग्छ नि त हो त्यस कारणले गर्दा चाहिँ भलाइ छुनु चाहिँ हुँदैन हो र मेरो डोको यहाँनिर छ अब म चाहिँ घाँस काट्नु थाल्छु है अब यहाँतिर काट्नुपर्छ ल घाँस हो ल अब त्यहाँबाट यसो काटेर उँभो निक्लिनुपर्छ ल हेर्दै गर्नुहोस् लप्चुनको ब्लग तपाईँहरूलाई कस्तो लाग्यो है जङ्गलको यात्रा तपाईँलाई देखाइदिइहालेँ हामी चाहिँ यसरी अब जङ्गलमा आएर चाहिँ घाँसहरू काट्नुपर्छ है के गर्नु बस्तीको लाइफ यस्तै छ घाँस काटेन भने गाई बाख्रा कराउँछ है भोकै हुन्छ आफू मजाले खाएर गाई बाख्रालाई भोक्क राख्दाखेरि अलिकति विश्वास हुन्छ है र अहिले बर्खाको बेला छ अब के गर्नु फटाफट घाँस काट्ने आज चाहिँ बिहानैको भ्यू यस्तो खालको चाहिँ हेर्नुहोस् हो खै तितेपाती हेर्नुहोस् कस्तो मजाले आएको छ है देख्नुभयो यो चाहिँ फेरि के भन्छ यसले याद चल्यो नि तपाईँलाई है यो चाहिँ प्याजी फुल भनिन्छ है यो चाहिँ एकदमै पहिला हामीले सानोमा चाहिँ यसलाई यस्तो गरेर चाहिँ घन्टी फुल घन्टी यस्तो गरेर हेर्नुहोस् त्यही तपाईँहरू कसले यसो गरेर खेल्नु भएको होला यसो गरेर त्यही हो यस्तो सानोमा खेल्थ्यौँ र अहिले नानीहरूले यस्तो खेल्दैन है र कुरो फुलेर हेर्नुहोस् न हो र म अहिले फिलहाल चाहिँ घाँसतर्फ निक्लिँदैछु है घाँस काट्नुपर्छ त्यस कारणले गर्दा घाँसमा जाँदै पानी पनि हेरौँ भन्दै जाँदैछु है र पहिला चाहिँ चैततिर पानीको एकदम अभाव हुन्थ्यो है र योपालि चाहिँ चैतमा बरु आकाशको पानी आएर त्यति पानीको समस्या भएन होइन र अहिले चाहिँ फेरि अहिले पो हुँदैछ त पानीको समस्या हो र म पानी कस्तो कतिको आउँछ त्यो पनि देखाउनेछु तपाईँलाई है र अब बर्खा लाग्यो भन्छ पानीको चाहिँ समस्या हुँदै जाँदैछ साथीहरू र पानीको मन चाहिँ त्यहाँ माथि छ माथि त्यहाँतिर जानुपर्छ पानीमा पानी बनाउनको लागि र अहिले चाहिँ पानी छ्याप्पै भइसक्यो त्यस कारणले गर्दा चाहिँ म पानी हेर्नुको लागि चाहिँ पानीको मुनतर्फ जाँदैछु र बाटोमा जे भेट्छ तपाईँहरूलाई त्यसको दृश्यहरू पनि तपाईँहरू सामु एक झलक भए पनि ल्याउने छु र हेर्दै गर्नुहोस् लप्चुनको ब्लग है र बाटोघाटो यस्तो छ हो अहिले चाहिँ सबैले पौलो खेल्छ है यो उत्तिसले फेरिरहेछ है यहाँनिरदेखि दुधिलो सबै पौलाउने समय चाहिँ यही हो साथीहरू र यस्तो छन् है सबै जग्गा सुक्खा सुक्खी देख्दैछ जङ्गलको बाटो यस्तो छ तर जुगाहरू पनि आउँछ यस्तो गरेर लमक 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 गरेर जुगाहरू पनि आउँछ है र त्यस कारणले गर्दाखेरि बर्खामा चाहिँ धेरै नै समस्या हुनसक्छ है
फेरि आलुचाहिँमा जङ्गल आइपुगिसक्यो है। यहाँतिर चाहिँ हेर्नुहोस् आरुचा फलेको हेर्नुहोस् न, देख्नु है ए फुस्रे आरुचा हो। यसरी रोपिदिएको छु है साथीभाइ, मैले चाहिँ जङ्गलमा हो यसरी रोपिदिएको छु। फुस्रे आरुचा देखिहाल्नुलाई यस्तो फलिदिरहेछ। यो चाहिँ अब अहिले बाँदर आएको छैन कि त्यही कारणले गर्दा बाँदरले खाएको छैन हो। यो हेर्नुहोस् त नभए यस्तो फलिरहेछ देख्नु ल। म चाहिँ यसो सेवा पनि गरिदिन्छु नि त देख्नु ल। अहिले फिलहाल चाहिँ म चाहिँ कहाँ छु भने डोको बोकेर घाँसतर्फ हो। घाँस चाहिँ अब यहाँ काट्नुपर्ने भन्दा यतातिर हेर्नुहोस्। अब घाँस चाहिँ अम्लिसो सक्यो हो। यस्तो उनिहरू कटाउनु जस्तो कुखुरे उनिहरू हेर्नुहोस् त यहाँ काट्नुपर्ने घाँस हो है। यस्तो कटाएको छ साथीभाइ, यस्तो छ है जिन्दगी। हेर्नुहोस् गम्बुट सम्बुट लगायो अनि निक्ल्यो घाँसतर्फ हो। नेभाराहरू यस्तो बोक्छ कन्यु देखिहाल्नु होला हो। के गर्नुहोस् त्यसो जिन्दगी। र गाइस यो चाहिँ के को दाना हो हेर्नुहोस् त, कमेन्ट गर्नुहोस् ल है। यस्तो डरलाग्छ ए हो। यो पुरा फलिरहेछ है आम्पो ए देख्नु भाइ ए। तपाईँहरू कोले चिन्नुहुन्छ यसलाई कमेन्ट गर्न चाहिँ। पुरा फलिरहेछ हो। यो दाना चाहिँ खाँदा पनि हुन्छ यस्तो हुन्छ ए खाँदा पनि हुन्छ। पहिला हामी मसिनो हुँदा पुरा खान्थ्यो यो दाना कि, त्यति बेला चाहिँ भुइँमा फल्थ्यो क्या। अहिले चाहिँ अब समयअनुसार होला है, समयअनुसार चाहिँ यो चाहिँ अब अहिले चाहिँ यसरी फल्छ हेर्नुहोस् त ए देख्नु भयो। र यो चाहिँ खनीको बोट हो है, तपाईँलाई भनिदिइहालेको छु खनीको बोट। र तपाईँले यो कुन चाहिँ खनीले चाहिँ यसरी फल्छ है कमेन्टमा भन्नुहोस् ल। तपाईँहरू कोलाई चाहिँ थाहा रहेछ यसको बारेमा है। यो चाहिँ यस्तो डल्दो फलिरहेछ हेर्नुहोस् त। र यो मैले सुन्नमा आएको है मेडिसिन पनि अरे के को है। तपाईँहरूलाई कोलाई चाहिँ यो मेडिसिन के को लागि के को चाहिँ दबाई हुन्छ है तपाईँहरूले कमेन्टमा भन्नुहोस् ल। मलाई चाहिँ त्यति थाहा छैन र त्यस कारण गर्दा चाहिँ तपाईँहरूलाई क्वेसन गरेको है। तपाईँहरूलाई याद हुनेहरूले चाहिँ यसो कमेन्ट गरिदिनुहोस्। यो चाहिँ मेरोमा पुरा छ र तपाईँहरूलाई चाहियो भने पनि लानु सक्नुहुन्छ, किनभने पुरै फलेको छ हेर्नुहोस् त हो। यस्तो डरलाग्दो फलेको छ हेर्नुहोस् त ए देख्नु भयो। पहिला फल्थ्यो नि त, अहिले चाहिँ रुखमा फल्छ। के हेर्नुहोस् कस्तो डरलाग्दो फलेको छ देख्नु भयो ए माथिबाट आएको छु हो। र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो तपाईँले कमेन्टमा भन्नु सक्नुहुन्छ। र तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ भने प्लिज 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 मेरो यो च्यानल लप्चन ब्रो ब्लगलाई सब्सक्राइब गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने आशा राख्दै आजलाई यति नै। फेरि पनि नयाँ नयाँ भिडियोहरू तपाईँहरू सामुन्ने आइ नै बस्नेछु है। र अहिले मैले भिडियो कम हालेको कारण चाहिँ एकदमै मेरो भ्युजहरू आउनु छोडेको छ, त्यस कारण गर्दा कम्ती हाल्दैछ है। र हेर्दै गर्नुहोस् लप्चन ब्रो ब्लग। र तपाईँहरूले माया सपोर्ट गर्नुहुन्छ भन्ने आशा राख्दै आजलाई यति नै। फेरि पनि नयाँ नयाँ भिडियोहरू तपाईँहरू सामु लिएर आउने नै छु। त्यति बेलासम्म